नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता माननीय पुष्पकमल दाहाल प्रचण्डले बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त म सभामुख महोदयलाई धन्यवाद भन्न चाहन्छु। मलाई नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको नेताको हैसियतमा उहाँले विशेष सम्बोधनको लागि समय दिनुभएको छ। तर मैले बुझेसम्म मलाई रोस्टम प्रयोग गर्ने र विशेष समय दिने कुरा संसदीय दलको नेताको हैसियत भन्दा पनि पूर्व प्रधानमन्त्री समेतको हैसियतमा हो भन्ने मैले बुझेको छु। यसको लागि पनि म सम्मान्य सभामुखज्यूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। लामो समय मैले सदनमा उपस्थित हुन सकिनँ। केही समय स्वास्थ्यमा आएको सामान्य समस्याको कारण, केही समय विदेश भ्रमणको कारण र यहाँबाट प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आउने दिनमा त्यस्तो हुने छैन। म यो सम्मानित सदनमा त्यो कुरालाई आत्मसात गर्न चाहन्छु। अब मैले यहाँ धेरै लामो वक्तव्य दिने उद्देश्यले त आएको छैन, तर फेरि पनि अहिले देशमा घटिरहेका घटनाक्रमहरू र यहाँ सदनमा चलिरहेका बहसहरू, यो सबैको सन्दर्भमा केही कुरा मैले गम्भीर ध्यानाकर्षण गर्न आवश्यक ठानेर पनि म यहाँ केही कुरा भन्नको लागि उपस्थित भएको छु। सम्मान्य सभामुख महोदय, यस सन्दर्भमा सबै मान्य सदस्यहरूले राखे जस्तै म पनि सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर जो दुःखद घटनासम्म पुग्यो र त्यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ। यस सन्दर्भमा त्यहाँ मृतकप्रति ओम प्रकाश मेहताप्रति म पनि श्रद्धा व्यक्त गर्न चाहन्छु। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु। अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। हामीले सदनमा पक्कै पनि तर्क वितर्क गरेका छौँ, आफ्ना मतहरू अगाडि राखेका छौँ, यो राम्रो कुरा हो। तर गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। म यो सुनसरी घटनाप्रति के कुरामा सम्मानित सदन र यो सदन मार्फत आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु भने हामी नेपाली जनताको ऐतिहासिक विरासत या परम्परा भनेको सामाजिक सद्भाव कायम राख्नु, राष्ट्रिय एकताप्रति सम्पूर्ण रूपले
समर्पित भएर लागिरहनु र अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्य मार्फत जस्तो सुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले सुनसरी मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, म आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै यस खालका समस्या जो देखा पर्न खोजेका छन् तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु। हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौँ, तर साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्यौँ। यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधान त, कानुन त र व्यवहार त पनि प्रधानमन्त्रीले नै हुन्थ्यो। तर यस खालका संवेदनशील र महत्त्वपूर्ण बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो भनेर सबै बाँकी राजनीतिक दलहरूले व्यक्त पनि गर्नुभयो। मैले पनि प्रधानमन्त्रीको अनुपस्थिति, गृहमन्त्रीले रिपोर्ट गर्नुपर्ने र त्यसमाथि छलफल हुनुपर्ने ठाउँमा गृहमन्त्रीको पनि अनुपस्थिति चिन्ताको विषय हो भनेर पनि हामीले भन्यौँ। तैपनि हिजो पार्टीको तर्फबाट, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट जो पहल भयो त्यसलाई हामीले सकारात्मक रूपमा लियौँ र हामी सबैले पनि सामाजिक सद्भाव कायम गर्ने नेपाली इतिहासको गौरवशाली परम्परालाई फेरि अगाडि बढाउनको निम्ति अपिल पनि सामूहिक रूपले गर्यौँ। त्यति बेला मैले भनेको थिएँ, हामीले खास गरिकन देशमा निकै ठुलो गृहयुद्ध, निकै ठुलो द्वन्द्व हामीले जसलाई जनयुद्धको रूपमा परिभाषित गर्यौँ, त्यसलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पनि हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायको रूपमा लियौँ, प्रयोग गर्यौँ र त्यसबाट एउटा ऐतिहासिक उदाहरण हामीले देशमा मात्रै होइन विश्वको अगाडि पनि प्रस्तुत गर्यौँ, जसलाई विश्वले पनि त्यसलाई राम्रोसँग आत्मसात गर्यो र हामी सबै नेपालीको निम्ति एउटा गौरव, हाम्रो शान्ति प्रक्रिया एउटा सफल शान्ति प्रक्रियाको रूपमा, एउटा परिवर्तनकारी शक्तिको रूपमा स्थापित भएको छ। हामी सबैले त्यसमा गौरव गरेका छौँ। त्यसपछिका घटनाक्रमहरूमा पनि जति जति बेला देशमा या गम्भीर प्रकृतिका राजनैतिक समस्याहरू, गाँठोहरू पर्छन्, त्यसलाई फुकाउनको लागि हामीले संवाद र सहकार्य, के सत्तापक्ष के प्रतिपक्ष, हामीले जहिले पनि संवाद सहकार्य मार्फत ती गाँठोहरू फुकाउन, देशलाई निकास दिनको लागि पहल गरेका छौँ। म आज यस सम्मानित सदनमा सभामुख महोदय त्यो पनि स्मरण गराउन चाहन्छु। चाहे संविधान बनाउने बेलामा देखा परेका सङ्कटहरू हुन्, हामीले सहकार्य र संवादकै माध्यमबाट त्यसको समाधान गर्यौँ। राजनीतिक सङ्कट जति बेला तराई, मधेस, पहाड, हिमालमा कतै चर्को द्वन्द्वको स्थिति सिर्जना हुने हो कि भन्ने अवस्था थियो, त्यति बेला पनि म दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले मधेसका जनताका उचित मागहरू र चिन्ताहरूलाई सम्बोधन गर्न पटक पटक संविधान संशोधनका प्रस्तावहरू सदनमा प्रस्तुत गरेर मधेसी जनताको विश्वास नजितेको भए सायद संविधान निर्माणको प्रक्रिया धेरै अगाडि नबढ्न पनि सक्थ्यो र अहिले यस सम्मानित सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 झन्डै नजिकको बहुमत पाउने अवस्था नआउन पनि सक्थ्यो।
तपाईहरू यहाँ जुन जुन जाति, भाषा, धर्म, समुदाय, सम्प्रदायको प्रतिनिधित्व यहाँ छ, यो प्रतिनिधित्व नहुन पनि सक्थ्यो। म खालि यो कुरालाई तपाईहरू सबैको ध्यानाकर्षण मात्रै गराउन चाहन्छु। हामी सबैलाई थाहा छ, नेपालमा निकै ठुलो भूकम्प गयो र त्यो भयानक भूकम्पको बेलामा सौभाग्य भनौँ, म प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा थिएँ। त्यति बेला नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। निकै चर्को संविधान बन्ला कि नबन्ला भन्ने चिन्ता एकातिर देशभरि व्याप्त थियो आम जनतामा भने, अर्कोतिर त्यो विनाशकारी भूकम्प कारण भएको ठुलो धनजनको क्षतिको चिन्ता र पीडा पनि नेपाली जनतामा थियो र राजनीतिक नेतृत्व तहबाट कुनै विशेष पहलको अपेक्षा नेपाल राष्ट्र र नेपाली जनताले गरेका थिए। त्यति बेला मैले त्यति बेलाको सम्मानित सदनको रोस्टममा उभिएर प्रधानमन्त्रीलाई भनेको थिएँ, तपाईँ सत्ता पक्ष र प्रधानमन्त्री हुनुहुन्छ, म प्रतिपक्षी दलको नेता छु। आजबाट मैले प्रतिपक्षी दलको नेताको हैसियतमा होइन, यो राष्ट्रका अगाडि देखा परेका गम्भीर सङ्कट र समस्या समाधानको निम्ति तपाईको सरकारको सहयोगीको रूपमा भूमिका खेल्नेछु भनेर भनेपछि नै संविधान निर्माणको प्रक्रियाले नै गति लियो। भूकम्पबाट पीडित जनतालाई राहत, उद्धार र पुनर्स्थापना गर्ने कामले पनि गति लियो। सायद तपाईहरूमध्ये कयौँलाई सम्झना होला, जानकारी होला, तपाईहरूले नोट पनि गर्नुभएको होला। प्रधानमन्त्री सुशील कोइराला र प्रतिपक्षी दलको नेता म स्वयं एउटै वाहनमा हामी धेरै ठाउँ घुमेका छौँ र जनताको पीडामा मलमपट्टि लगाउने त्यति बेला हामीले सकेको कोसिस गरेका छौँ। त्यसै गरी निकै ठुल्ठुला बाढी पहिरोबाट क्षति, धनजनको ठुलो क्षति भएको बेलामा पनि हामीले अझ भन्नुहुन्छ भने मैले त्यति बेला यो परिवर्तनको एउटा वाहकको हैसियतले, शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ताको हैसियतले, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एउटा नेतृत्वकर्ताको हैसियतले मैले नै पहल गरेर त्यस खालको अवस्थामा पनि राष्ट्रिय एकता सुदृढ गर्ने, संवाद र सहकार्यको माध्यमबाट अगाडि आउने पहल गऱ्यौँ र त्यसले सकारात्मक उदाहरण पनि प्रस्तुत गर्यो। सभामुख महोदय, अहिले पनि देशको राजनीति सहज भएको छैन। मैले यो कुरा यहाँ भन्नै पर्छ, राजनीति सहज भइसकेको छैन। जनताको अपेक्षा थियो, एउटा भाष्य बन्यो, नयाँ र पुरानाको भाष्य। म त्यसमा अहिले बढी जान चाहन्न। जे भए पनि नेपाली जनताले एउटा आशा र अपेक्षाको साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमत प्रदान गर्यो। सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, आर्थिक विकास र समृद्धिको पक्षमा एकपछि अर्को काम हुँदै जाला भन्ने आशा अपेक्षाबाट विगतमा भएका व्यथिति र अराजकता, जसलाई मैले त्यति बेला पनि भन्ने गरेको थिएँ, व्यथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने हुन्छ। भएका राम्रो कामको जस पनि लिनुपर्ने हुन्छ, नराम्रो कामको अपजस पनि लिनुपर्छ भनिएकै थियो। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा हामी अगाडि बढ्दै थियौँ। अहिले जनताको अपेक्षा अनुसार काम नभएको भन्ने कुरा जताकतै सुन्न थालिएको छ। मैले यही रोस्टमबाट पहिलोचोटि भन्दा सरकारलाई केही सुझाव, केही टिप्पणी र केही सामान्य आलोचनाको रूपमा मात्रै कुराहरू राखेको थिएँ र मेरो अपेक्षा थियो आउने दिनमा सरकार एकपछि अर्को गम्भीर र जिम्मेवार पूर्ण कदम चालेर नेपाली जनताको आशा अपेक्षा पूरा गर्न अगाडि आउनेछ। तर यसबीचका क्रियाकलाप त्यस प्रकारका रहेनन्। बडो गम्भीर ढङ्गले म भन्न चाहन्छु, त्यस खालका रहेनन्। बरु एकपछि अर्को नकारात्मक उदाहरणहरू बन्दै गए। चाहे त्यो सुकुम्बासी प्रकरणको कुरा होस्,
चाहे त्यो ट्रेड युनियनसँग सम्बन्धित अधिकारको कुरा होस्, चाहे त्यो विद्यार्थीसँग सम्बन्धित कुरा होस्, चाहे नेपालको भौगोलिक सिमानासँग सम्बन्धित कुरा होस्, म लामो व्याख्यामा जान खोजिराखेको छैन। सिमानाको कुरा होस्, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित सबभन्दा संवेदनशील प्रश्नको बारेको कुराहरू हुन्, या लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व सङ्कलन, बजारको विकास लगायतका कुरा हुन्, चाहे कर प्रणालीसँग सम्बन्धित कुरा हुन्, जनता जनपछि झन झस्केको जस्तो सरकारले राम्रो गर्ला भनेको त फेरि अझ कतिपय बेला त तपाईहरुले भन्ने गरेको पुरानाहरूभन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त भएको छ। म अझै पनि चिन्ताको साथ भन्दैछु, मान्य सदस्यहरू, यस खालका कुराहरू पनि देखिएका छन्। अनि संविधान संशोधनको कुरा, लोकतन्त्र सुदृढीकरणको कुरामा जसरी सरकार प्रस्तुत भयो, त्यसले कहीँ कतै यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठुलो त्याग र तपस्याबाट, लामो सङ्घर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्र सहितको संविधानलाई पुनर्लेखनै गर्न खोजिएको त होइन, या संविधानलाई कुनै न कुनै रूपले अझ पछि कमजोर पार्ने उद्देश्यद्वारा अगाडि बढेको त होइन भन्ने प्रश्न पनि आम जनतामा अहिले देखा पर्दै गएको छ। त्यसै गरी लोकतन्त्रको मामिलामा सरकारका काम कारबाहीहरूले कतै निरङ्कुशतातिर जाने त होइन भन्ने चिन्ता पनि व्यक्त भएको छ। तपाईँ हामी अहिले हेर्यो भने चाहे तराई मधेसमा हेरौँ या माइती घर मण्डलामा दिनदिनै जस्तो विभिन्न रूपमा, कहिले लघुवित्तको नाममा, कहिले दलितहरूको नाममा, कहिले के समुदायको नाममा हुने गरेका विरोधहरूलाई हेरौँ, ती सबैले के देखाउँछ भने कहीँ न कहीँ स्थिति गम्भीर छ। म लामो व्याख्या नगरी जसरी यो सरकार बन्ने अवस्थासम्म आयो, कतै कसैले, यो मेरो चिन्ता मात्रै हो, मेरो अहिले निष्कर्ष र कसैमाथि आरोप होइन, त्यो ढङ्गले नलियोस्, यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन। त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठुलो दुर्घटना त हुने होइन भन्ने गहिरो चिन्ता म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु। यस अर्थमा यो सरकारलाई असफल हुने छुट पनि छैन। तपाईहरु असफल हुनुभयो भने तपाईहरु मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुने खतरा छ। त्यसकारण मैले तपाईहरुलाई गर्ने सुझाव, आलोचना, टिप्पणी यो राष्ट्रको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको लोकतान्त्रिक अधिकार, यो सबैको संरक्षणको निम्ति अनिवार्य छ भन्ने ठानेर म यो कुरा भन्दैछु। तर कता कता हिजोको सर्वदलीय बैठकको मात्रै कुरा होइन, सम्माननीय राष्ट्रपतिले यही रोस्टमबाट, यही मञ्चबाट सरकारकै नीति कार्यक्रम वाचन गर्दै गर्दा प्रधानमन्त्री बीचमा उठेर हिँडेको कुरा संसारले हेरेको छ। सम्पूर्ण नेपाली जनताले गहिरो गरी त्यसलाई लिएको छ। गणतन्त्र दिवसको दिन सधैँ नै प्रधानमन्त्रीले सम्बोधन गर्ने हाम्रो लोकतान्त्रिक परम्परा छ। त्यो दिन प्रधानमन्त्रीले गणतन्त्र दिवसको दिन आफू खुला मञ्चबाट या शाही सैनिक मञ्चबाट सम्बोधन गर्ने कुराबाट पन्छिनु र राष्ट्रपतिलाई तपाईँ नै बोल्नुहोस् भन्नुलाई पनि नेपाली जनता र बुद्धिजीवीहरूले कसैले पनि सहज रूपमा लिन सकेका छैन। अनि सरकारको नीति कार्यक्रम र बजेटका सन्दर्भमा म बडो गम्भीरताको साथ, सभामुख महोदय, बडो गम्भीरताको साथ भन्न चाहन्छु, कतै यो सरकार एउटा निश्चित उपल्लो वर्गको हितमा मात्रै केन्द्रित त होइन, यसले श्रमजीवी जनता, मजदुर, किसान, गरिबहरूतिर भन्दा
उच्च मध्यम वर्ग र माथिल्लो वर्गतिर मात्रै ध्यान दिएको र श्रमजीवी जनताप्रति बेवास्ता गरेको भन्ने प्रश्न उठेको छ। म सरकारलाई यी विषयहरूलाई सामान्य रूपमा होइन, गम्भीर रूपले लिन विशेष रूपले आग्रह गर्न चाहन्छु। यदि सरकारले एउटा वर्ग विशेष अझ त्यसमा पनि माथिल्लो वर्गको हितलाई मात्रै ध्यान दिने, किनकि नीति कार्यक्रमका सन्दर्भमा पनि बजेटका सन्दर्भमा पनि त्यसको स्पष्ट सङ्केत देखिएकै छ। कतै हामी जानेर वा नजानेर हामी त्यतातिर धकेलिँदै त गएका छैनौँ। यसले देशमा फेरि अर्को एउटा ठुलो विग्रहतिर जाने त होइन, जसलाई राष्ट्रले धान्नै नसक्ने अवस्था आउने त होइन भन्ने प्रश्न बजारमा छन्। तपाईहरुले पनि सुन्नु भएको छ पक्कै। मलाई लाग्छ तपाईहरु यसमा बेखबर हुनुहुन्छ भन्ने मलाई लाग्दैन। मेरो चिन्ता फेरि पनि के छ भने त्यस्तो भयो भने यो राष्ट्रले थेग्न नसक्ने अवस्था आउने हो कि, किनभने एक थरी मानिसहरूलाई हामीले विश्वको अहिले भू राजनीति जसरी अगाडि बढेको छ त्यो विश्वको जियोपोलिटिक्सले हाम्रो जस्तो कमजोर र एउटा निश्चित भू राजनीति भएको देशलाई आफ्नो पकडमा र यस मार्फत अन्तर्राष्ट्रिय रूपमा आफ्नो वर्चस्व कायम राख्ने खतरा बढी छ। मैले पहिलोचोटि यो सम्मानित सदनमा बोल्दा पनि त्यो कुरा थोरै सङ्केत गरेको थिएँ। हाम्रो भू राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय क्षेत्रमा अहिले चालिरहेको भू राजनीतिक द्वन्द्व जस्तो ठाउँमा पुगेको छ, कतै तेस्रो विश्वयुद्धको सङ्घारमा त विश्व होइन भन्ने प्रश्नहरू पनि धेरै ठुल्ठुला बुद्धिजीवीहरूले विशेषज्ञहरूले भन्न थालेका छन् र घटनाक्रमहरू हेर्दा सहज छैन। हाम्रो देश एकातिर हेर्दा भू राजनीतिक विशिष्टताका कारण नै हाम्रो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता बचेको छ भन्न पनि सकिन्छ। किनकि हामी भारत र चीन जस्ता विशाल छिमेकीहरूको बिचमा छौँ र ट्रायङ्गुलर यसमा पश्चिमा शक्ति समेत हुँदा त्रिकोणात्मक सङ्घर्षको स्थितिले गर्दा हाम्रो स्वतन्त्रतालाई रक्षा गर्ने आधार पनि प्रदान गरेको छ भने साथसाथै यो त्रिकोणात्मक शक्ति सङ्घर्षले हाम्रो स्वतन्त्रतालाई सङ्कुचित गर्ने, खतरा पैदा गर्ने काम पनि त्यसै भित्रबाट गरेको छ। र यसको रक्षा गर्ने भनेको अन्ततः नेपाली जनताको एकतामा नेपालका सबै राजनीतिक दलहरू, बुद्धिजीवी, नागरिक समाज सबैको जिम्मेवारी बोधमा राष्ट्रिय संवेदनशीलताप्रति हामी सबैले लिने सोच र कामको आधारमा मात्रै हामीले राष्ट्रको स्वाधीनतालाई, यसको भौगोलिक अखण्डतालाई बचाउन सकिन्छ। म फेरि एकचोटि सबभन्दा पहिला त राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेता र मान्य सदस्यहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु, तपाईहरु सबै गम्भीर ढङ्गले यो विषयलाई लिँदा देशले एउटा गति पक्रिन्छ। अरू राजनीतिक दल प्रतिपक्षहरूको भूमिका पनि आफ्नो ठाउँमा छँदैछ। हिजो हामीले जे व्यक्त गर्यौं सचेत रूपले व्यक्त गरिएको हो। सर्वदलीय बैठकमा सबैले हस्ताक्षर गरेर साम्प्रदायिक विद्वेष फैलिन नपाओस्, सामाजिक सद्भाव कमजोर नहोस् भन्ने भावना हामी सबैले व्यक्त गरेका छौँ। त्यो प्रति इमानदार हुन र गम्भीर हुन म विशेष रूपले अपिल गर्न चाहन्छु। अहिले सबैतिर हत्या, हिंसा, बलात्कारका घटनाहरू पनि बढिराखेका छन्। आत्मदाह, आत्महत्याका घटनाहरू पनि दिन प्रतिदिन बढेका छन्। पहिलो कुरा त म पनि यहाँ कतिपय मान्य सदस्यहरूले भने जस्तै हामी कसैले पनि यसलाई दुरुत्साहन गर्ने या यस खालको प्रवृत्तिलाई पटक पटक दोहोर्याएर भनेर अलिकति निराशातिर जान खोजेका मानिसहरूलाई पनि हल त आत्महत्या हो कि क्या हो भन्ने गरी लेख्न हुँदैन, बोल्न हुँदैन। किनभने जीवन सङ्घर्ष हो। जीवन रहेसम्म निरन्तर सङ्घर्ष गरिराख्ने प्रवृत्ति र भावनालाई हामी सबैले प्रोत्साहित गर्नुपर्ने हुन्छ। तर घटनाहरू देखिएका छन् र त्यसले
सबैतिर एउटा चिन्ता व्यक्त पनि भएको छ र यो अवस्थामा हामी कसैले पनि बहुमतको दम्ब देखाउन हुँदैन। मैले पहिला पनि भनेको छु, आज पनि दोहोऱ्याउन चाहन्छु। विगतमा पनि मैले सदनको रोस्टमबाट होस् या जनताको बीचमा, सङ्ख्या अस्थायी कुरा हो। मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको निष्ठा, अहिले हामीले प्राप्त गरेका उपलब्धिको रक्षाप्रतिको हाम्रो गम्भीरता मुख्य कुरा हो। त्यसमा हामी सबै एक ठाउँमा हुन सक्यौँ भने त्यसले जनतामा एउटा विश्वास दिलाउन सक्छ। पक्कै पनि जनतामा प्रश्नहरू छन्, निराशा पनि छन्, असन्तुष्टि पनि छन्, तर हामी सबैको जिम्मेवारी जनतालाई उत्साहित बनाउने, आशावादी बनाउने, उनीहरूलाई अगाडि बढ्न उत्प्रेरित गर्ने जिम्मेवारी हाम्रो मुख्य जिम्मेवारी हो। राजनीतिक नेतृत्वको जिम्मेवारी, यस सम्मानित सदनमा जनताको प्रतिनिधित्व गरेर आउने सबै मान्य सदस्यहरूको जिम्मेवारी त्यो नै हो भन्ने मलाई लाग्छ र त्यो दिशातिर हामी सबै लागौँ। मलाई थाहा छैन यस्तो किन भयो, यस्तो किन भइराखेको छ। म यो कुरा पनि यो रोस्टमबाट खास गरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु। नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पङ्क्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पङ्क्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पङ्क्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पङ्क्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोके होला मलाई अनौठो लाग्छ। उहाँले, म आफैलाई भन्न चाहन्छु, उहाँले मलाई बोलाएर एकचोटि तपाईँले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईँलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। केले रोके उहाँलाई? आफ्नै अहङ्कारले रोके हो कि म पर्याप्त छु, मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो। चाहे नेपाली कङ्ग्रेसमा भनौँ या नेकपा एमालेमा भनौँ या अन्य राजनीतिक दलहरूमा पनि आफ्ना धेरै सङ्घर्षका अनुभवहरू छन्, जुन तपाईँहरूको सरकारको लागि धेरै ठुलो सहयोगी हुन सक्छन्। ती अनुभवहरू, त्यो अनुभव लिन कन्जुस्याइ गर्नुपर्ने कुनै कारण छ र? मलाई लाग्छ त्यस्तो जति उदार मनले काम गर्न सक्यो त्यति देशको पनि, जनताको पनि, तपाईँहरूकै पनि हित हुनेवाला छ। तपाईँहरू जति संवादबाट टाढा जानुहुन्छ, जति प्रतिपक्षहरूलाई अवमूल्यन या अपमानित गर्नुहुन्छ या जनताको एउटा वर्ग तह तबकालाई व्यवस्था गर्ने कोसिस गर्नुहुन्छ, त्यति राष्ट्र पनि, जनता पनि र तपाईँहरू पनि, हामी सबै अप्ठ्यारोमा पर्छौँ भन्ने कुरा पनि म भन्न चाहन्छु। मैले अहिले देखा परेका अरू थुप्रै घटनाहरूको लामो व्याख्या गर्न सकिन्छ। अहिले म त्यतापट्टि मैले सुरुमै भने म जान चाहन्न। दुनियाँमा अप्ठ्यारो पर्दा मानिसहरूले ज्यान फाल्ने गरेका थुप्रै उदाहरणहरू छन्। हामी सबैलाई थाहा छ, दोस्रो विश्वयुद्धमा आफ्नो पराजय भइसकेपछि हिटलरले पहिला आफ्नो प्रेमिकालाई गोली हानेर र पछि आफैलाई गोली हानेर आत्महत्या गरेको घटना त हामी सबैले पढेकै छौँ। यसलाई एउटा नकारात्मक परिघटनाको रूपमा हेर्यो भने थुप्रै व्यक्तिहरूले यो विषयमा दार्शनिक रूपले लेखहरू पनि लेखेका छन्। मान्छेले आफ्नो जीवनको औचित्य समाप्त भयो भन्ने ठान्यो भने उसले मृत्युवरण गर्न पाउँछ कि पाउँदैन? अहिले भर्खरै पनि एउटा ठुलो बहस युरोपमा चलेको छ। एकजना एउटा अस्पतालमा
डाक्टरले बिरामीलाई उसको स्वइच्छाले मृत्युवरण गर्न दिने भनेर औषधिको प्रयोग गरेको भन्ने कुराले निकै ठुलो बहस जन्माएको छ। मेरो तात्पर्य के चाहिँ हो भने यी सबै उदाहरण र घटनाले मानिसहरूलाई आत्महत्या आत्मदाहतिर दुरुत्साहन गर्ने, त्यसलाई प्रेरित गर्ने काम गरिनु हुँदैन। त्यो अमानवीय हुन्छ। त्यो मानव जातिको विकास, समाजको हित विपरीत हुन्छ। त्यसकारण त्यसलाई हामीले पक्कै पनि प्रोत्साहित गर्न हुँदैन। तर यसको अर्थ सरकारले फेरि यसका पछाडिको कारण के छ भन्ने कुराको गहिरो खोजी नीति गरेर यस खालका घटना दोहोरिन नदिन के उपाय अपनाउनु आवश्यक छ भन्ने कुरा खोज्नु भने फेरि बिल्कुल छोड्न हुँदैन। निरन्तर यस खालको समस्याको समाधानको निम्ति आफ्नो ठाउँबाट प्रयास गरि नै राख्नुपर्ने हुन्छ। यी सबै सन्दर्भसहित म अन्तिममा अहिले फेरि एकचोटि नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति, नेपालको भौगोलिक अखण्डताको रक्षाको निम्ति, नेपाली जनताको सार्वभौम सत्ताको सुदृढीकरणको निम्ति हामी सबैले भन्ने गरेको सुशासन र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्नको निम्ति हामीले एकताबद्ध पहल गर्न जरुरी छ। म तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्य सदस्यहरूलाई र सम्माननीय सभामुख महोदयलाई पनि प्रधानमन्त्रीले कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ। यो सदनमा उभिएर यो एउटा लोकतान्त्रिक परम्परा हो, यसलाई भाँच्ने कोसिस नगरियोस्, यसलाई उल्ट्याउने कोसिस नगरियोस्। तपाईहरू मार्फत म सम्माननीय प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, बरु तपाईँको कद अझ माथि जान सक्छ। तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ। अब यसलाई बुढापाकाको कुरा, राम्रा कुरा भनेर ठान्नुहुन्छ भने कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको भनेर ठान्नुहुन्छ र नेपाली यो उखान हजारौँ वर्षको अनुभवले ल्याएको भन्ने ठान्नुहुन्छ भने मान्नुहोस्। ठान्नुहुन्न भने त तपाईँकै हातमा छ, कता लैजाने देशलाई यति बेला तपाईँको हातमा छ। म आशा गर्छु तपाईँले पक्कै पनि हामीले गम्भीर ढङ्गले र सकारात्मक ढङ्गले अझै पनि, मैले भने यो देश यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका काम कारबाही र क्रियाकलाप कता जान्छन्, यो असफल राष्ट्र बनाउने कि नबनाउने भन्ने बढी तपाईँहरूको हातमा छ। त्यसकारण हिजो जसरी रवि लामिछाने सभापतिजीले सहकार्यको एउटा नयाँ संस्कार फेरि अगाडि बढाउन खोज्नु भएको छ, उहाँलाई फेरि एकचोटि धन्यवाद दिँदै र यो सहकार्यको प्रक्रिया मार्फत देशमा देखा परेका सबै घटनाक्रमहरूको समाधानका निम्ति अपिल गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।